दर्शकहरूलाई हृदयदेखि नमस्कार। आज यस्तो जग्गामा म पुगेको छु। यो चारैतिर हेर्नुहोस् हिमाल एरिया हो। यो चाहिँ छाङ्गु लेकबाट चाहिँ रोपेमा चढेर अलि माथि गएर चाहिँ 14,500 फिटमा गएर चाहिँ यो जग्गा पुग्नु सकिन्छ। यो जग्गा चाहिँ यस्तो खालको जग्गा छ, यति रमाइलो जग्गा छ, तपाईँले यो चारैपट्टि देख्न सक्नुहुन्छ। मलाई चाहिँ यहाँ एकदम यहीँ बसिरहँ जस्तो मन लाग्यो। यस्तो खालको मौसम आज साफ भेटाएँ मैले। यो जग्गा त म गइरहन्थेँ प्राय, तर यो जग्गामा म चढेको थिइनँ। चारैतिर यस्तो छ। हामी यो जति पनि कञ्चनजङ्घा हेर्छौँ, दार्जिलिङ, गान्तोक, जहीँदेखि हेर्छौँ त्यो जग्गाहरू एकदमै सबै देखिन्छ। यो यस्तो खालको भ्यू छ, हेर्नुहोस् चारपट्टि। यो पछाडि हेर्नुहोस्, आँखाले जहाँसम्म देखिन्छ वहाँसम्म एकदमै यो वरिपरि नै यस्तो खालको चाहिँ हिमाल एरिया छ। यति रमाइलो जग्गा छ, यति रमाइलो जग्गा छ। यो चाहिँ छाङ्गु लेकमा आउनुपर्छ। छाङ्गु लेकमा आएर चाहिँ रोपे चढेर जानुपर्छ। रोपे 14,500 फिटमा छ। रोपेदेखि निकै माथि 20 मिनट जति हिँडेर जानुपर्छ। त्यहाँ गएर चाहिँ एकजना हाइट खालको डाँडा छ, त्यहाँ बसेर चाहिँ हेर्नुपर्छ। यो चारतिर तपाईँले यस्तो खालको भ्यू देख्न सक्नुहुन्छ। यति मन खुसी हुन्छ। यो जग्गा यति रमाइलो छ। यहाँको मौसम पनि आज त मैले त यस्तो क्लियर भेटाएँ। हेर्नुहोस्, यो उँधो देख्दै गरेको यो पाखिम रङ्गैलीहरू देख्दैछ। यस्तो मजाको जग्गा छ। यो प्लेन सिलगढीहरू पनि देख्न सकिन्छ यहाँबाट दूरबिनले चाहिँ। यो लास्ट हो एक राउन्ड। यति रमाइलो जग्गा छ, कहिले पनि नबिर्स।